हेलो गाइस, फेरि म आएँ। आज चाहिँ म जुत्ता किन्न जाँदैछु मेरो लागि रेगुलर लाउनको लागि। अनि मेरो साथी चाहिँ जाँदा जाँदा चेरीको बोर्डदेखि चेरी भन्ने बित्तिकै फेरि कस्तो हुन्छ नि, खासै मलाई चाहिँ मन पर्दैन। अनि भुइँभरि पनि कति चेरी थियो है, सायद यो नेपाली भइदिएको भए सबै सकाइसक्थ्यो होला। यसले खाएको देखेर मैले पनि कन्ट्रोल गर्न नसक्ने भएर म पनि एउटा खान्छु भनेर खाएँ। अनि छिटो जाउँ भनेर हामी जुत्ता पसलतिर लाग्छौँ। जुत्ता पसलमा लागेपछि यहाँको जुत्ता पसल चाहिँ सेम नेपालीहरूको जस्तै छ। अनि जुत्ता हेरेँ मैले तैँले चोर्नलाई सिक्याओ भने यहाँ म चोर्दिनँ कि भन्दै हाँसी। अनि यसले भन्दै थियो म घर जाँदाखेरि एउटा जुत्ता लान्छु भनेर, लिएर जा भनेर मैले भनेँ। मेरो लागि मान्छे नै आउनु भएन, कुरेर बस्दा अनि बल्ल आउनु भयो। अनि मलाई चाहिँ एक झट्कामै जुत्ता मन परेपछि हामी फेरि साग लिन गयो। साग र मासु खाने भनेर अब यहाँ ढिला भइसक्यो, साग र मासु खानुपर्छ भन्दै हतारले बिहानै भोक लागिरहेको थियो। अनि हामी फेरि कुर्सन लिन गयौँ। कुर्सन र पिज्जा खान मन लाग्यो। अनि यहाँ चाहिँ लाइन रहेछ, हामी लाइन बस्नुपर्ने भयो। लाइन बस्दा झ्याउ लाग्यो। अनि मैले गर्दै तता हेरेँ। अनि त्यसपछि हामी खाँदै न्याम खाँदै गयौँ, किनकि हामीलाई घर खाना बनाउनु थियो। साथीहरू जाँदा हाम्रो पार्टनर भनौँ न, एउटा बुढी आमा हुनुहुन्छ, त्यो आमालाई हामी भेट्छौँ। अनि उहाँ चाहिँ खालि हामीलाई माया गर्नुहुन्छ, लुत्कमए भन्दै होइन। यहाँको भाषा नै यस्तै हुन्छ होइन। त्यो यति भन्दै म लाग्छु साथीहरू, बाई।